अब चट्ट हामी चाहिँ है अब पुग्नुपर्ने ठाउँ पुगेन तर पनि आएर चाहिँ अब हाम्रो सरहरू सुतिराख्नु भएको छ भाइ बहिनीहरू यहाँ आन्टीहरू आउनु भएको रहेछ यस्तो बिजोग भइरहेछ हामी खास यहाँ आएको होइन क्या त्यो झन्डै झन्डा गाएको हो र उहाँ ल हामी म मात्र होइन यहाँ आन्टी पनि झुकिनु भएछ हामी चाहिँ त्यो झन्डै झन्डा गाडेर धोजे टाढा भनेर हामीलाई धोका दिएको हो टिकटकको भरोसा नगर्नु होला है कसम भनेको त्यो झन्डै झन्डा गाडेको देखेर हामी खासमा आएको लाग्दैन त्यो मलाई झुक्किनु भएको कि जस्तो लाग्यो अब होइन हामी त्यो झन्डै झन्डा गाडेको देखेर आएको हो खासमा है गाइजहरू हामीलाई चाहिँ एकदम प्र्याङ्क भएको छ है हामीलाई चाहिँ धोजे डाँडा भनेर प्र्याङ्क भएको छ ग्याङहरू यसो सुतिराख्नु भएको छ लाग्दै थियो आन्टीहरूको पनि बा त्यही ठाउँमा आउनु हो कि जस्तो लाग्दै थियो उहाँहरू पनि प्र्याङ्कमा पाउनु भएछ सर 2 निन्द्रा पुऱ्याइसक्नु हो है अब हाम्रो त सो प्र्याङ्क भएको छौँ अब गाइज के गर्नु अब आएपछि त फेरि त्यो ठाउँ चाहिँ अलिक टाढै रहेछ अब हामीले चाहिँ अब यहीँ होला भनेर आएको थियौँ केही छैन अब चट्ट यहाँ आइसकेपछि त के गर्नु घुमेर जानै पर्ने हुन्छ बिजा चौपर हुने भयो चट्ट लगाएर है ग्याङहरू चट्ट लगाएर